नहेर मलाई त्यसरी माया बस्दा है बेसरी भुलाऊ भन्छौ आज तिमी तर looking so good. What's up? तपाईँहरू हेर्न सक्नुहुन्छ मेरो हातमा केक छ फाइनली गाइज आज टेम्परेचर थियो यो टचै गइसकेको थियो टच सिल पुरै गइसकेको थियो फाइनली बनिसक्यो अब जाँदैछु अब तपाईँहरूलाई दृश्य देखाउँछु म कस्तो सेक्सी देखिरहेको छ यार ल म्याकुरी के लागेको छ हौ राममतीको त्यहाँ गएर हेर यो चिकन खाएर जताभावी फ्याँकिदिन्छ यार यो तरिका तर भएन यार मलाई अब हातले गर्नुपर्छ यार यो जति महानुभावहरू हुनुहुन्छ नि यार यसरी चिकन चाहिँ नफ्याँक्दिनु होला यार हेर त कस्तो नराम्रो देखिरहेको छ यार हातले गर्नु परिरहेको छ यार मलाई हेलो एन्ड दर्शक नमस्ते वेलकम ब्याक टु माई न्यू ब्लग होप यु सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु सो गाइज वी आर द ब्याक 5 महिनापछि म ब्लग बनाउँदैछु भन्नुपर्छ र जति ब्लग तपाईँहरू देख्न सक्नुहुन्छ 2 महिना 1 महिना त्यो ब्लग चाहिँ मैले बनाएर राखेको थिएँ बट त्यो अपलोड गर्न पाइरहेको थिएन र आजको दिनमा गाइज म एउटा बाइक किन्न गइरहेको छु र कुन बाइक हो तपाईँहरू हिसाबले तपाईँहरू थाहा पाइसक्नु भयो कि आज कस्तो भिडियो बनेवाला छ यदि भन्दा पहिला त बाइकै किन्न जान्छु हेर्न जान्छु हुन्छ कुन बाइक लिइरहेको छु जुन तपाईँहरूले इन्ट्रोहरूमा त म राखिदिन्छु तपाईँहरू त्यो देखेर थाहा पाइसक्नुहुन्छ के कस्तो छ कतिको कन्डिसनमा छ त्यो म सबै बताउने छु गाइज सो यसरी नै भिडियोमा साथ दिइराख्नु होला धेरै महिनापछि म भिडियो बनाइरहेको छु त्यो गाइज तपाईँहरू फर्स्टदेखि अन्तिमसम्म हेर्नु होला माया यस्तो हुन्छ है तिमी आएपछि पो थाहा भयो अनौठो रहेछ माया शीतल हुँदो रहेछ छाया घाम लाएपछि पो थाहा भयो Oh my god, looking so good. What's up? We are the back. Finally, everything is able to be in your heart. Finally, मेरो बाइक सो म अहिले काममा जाँदैछु गाइस काममा भन्नाले पनि धेरै काम छ भन्नुपर्छ धेरै बिहानदेखि अहिले भर्खर भात खाएर आएको अनि आज मेला पनि छ एक गतिको सबैजनालाई शुभकामना भन्न चाहन्छु र आजको दिन एकदमै रमाइलो हुने भएको छ भन्नुपर्छ गाइस कसरी रमाइलो हुनुपर्छ भन्नुपर्छ होइन गाइस तपाईँहरू हेर्न सक्नुहुन्छ मेरो हातमा केक छ फाइनली गाइस आज चाहिँ म अहिले चाहिँ गइरहेको छु मेरो भाइको मोबाइल फोन गाइस त्यही म बनाउन दिएको थिएँ र मसँग पैसा छैन अनि देखी हाँ ये नहीं है ये बातें नहीं है ये क्या बोले भाई ऑन नहीं अभी हम देख ऑन छे र मोबाइल लिएर म पसल जान्छु र पसलले रिभ्यू दिन्छु सो हेर्न सक्नुहुन्छ चाहनाहरूको एकदमै काम भइरहेको छ भन्नुपर्छ र यहाँ मैले भिडियोहरू पनि थुप्रै बनाएको छु टिकटकमा यहाँको पहिला थियो जुन अहिले टुटिसकेको छ भन्नुपर्छ अब चाहिँ बाइक ब्लग्स बनाउनु पर्ने जस्तो छ हो त्यही अलि बाटो पाऊँ न हो सरकार बाटो पाऊँ अलि मचाइदिनु न त गाइस तो फाइनली गाइस यो चाहिँ थियो मैले डेस्टिनेसन यही म लिन आएको छु र म लिएर म अलि जान्छु दुर्गा मन्दिरतिर अलि घुम्नलाई यो टचै गइसकेको थियो टच सिल पुरै गइसकेको थियो फाइनली बनिसक्यो अब जाँदैछु अब तपाईँहरूलाई दृश्य देखाउँछु म कस्तो सेक्सी देखिरहेको छ यार ल म्याकुरी के लागेको छ हौ राममतीको त्यहाँ गएर हेर यो चिकन खाएर जताभावी फ्याँकिदिन्छ यार यो तरिका तर भएन यार मलाई अब हातले गर्नुपर्छ यार
यो जति महानुभावहरू हुनुहुन्छ नि यार यसरी चुइगन चाहिँ नफ्याँकिदिनु होला यार। हेर त कस्तो नराम्रो देखिरहेको छ यार, हातले गर्नु परिरहेको छ यार मलाई। यसरी चुइगन फ्याँकिदिन्छ नि बाटोमा, त्यो एकदमै नराम्रो हो गाइज। यो अब चाहिँ म पसलमा टिलिक्क टल्काए ल म टिलिक्क त यहीँ टल्किसक्यो हौ, मेरो खुट्टामा लाग्यो होला अब जुत्तामा। त्यो अब जुत्ता अब यस्तो गर्दा ठिक हुन्छ कि जस्तो लाग्छ। त्यो केही छैन, टिलिक्क टल्किसक्यो। अब म पनि अब दुर्गामणितिर गएर चाहिँ यसो घुम्न धेरै दिन भइसक्यो, ब्लग नबनाएको। यसो थोरै भ्लग बनाउँछु र आजको छलफल दिनु पऱ्यो नि त गाइज। अब बाइक आएपछि त अब त भ्लग पनि बनाउनु पऱ्यो नि त। एसो क्यान्सी तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँबाट उस आउन गाइज। यो आजसम्म कति आउँदैछ यस यार आज चाहिँ रमाइलो गर्नुपर्छ। यदि म रिस गयो भने चाहिँ आज मेरो पसलमा भिड हुन्छ र म जान पनि नसक्ला। यो घन्टाको गरौँ घन्टा बिचमा ठन्डा राखिदिएको नयाँ फेरि। अनि अब चाहिँ दुर्गा मन्दिर गइरहेको छु आफ्टर लङ टाइम। यो बाइकको रिभ्यू म दिँदैछु गाइज, पसलमा गएर बारम्बार भनिरहेको छु। म त्यतिकै घुम्न गइरहेको छु तपाईँहरूलाई यसो अलिक छलफल देखाउनु। बिस्तारै केटा फेरि आएपछि यस्तो नगर बिस्तारै हाएको केही छैन। आज भोलि त बोल्न पनि बिर्सिएको छु हौ गाइज, के बोल्नु नबोल्नु भ्लगमा भइरहेको छ के बोल्नु। सो यो भिडियोको टाइममा म राखिदिन्छु। फाइनली आउट अफ न्यू बाइक आइरहेको छैन जुन म तपाईँहरूलाई भन्नु छु। यो के बनाउनु पर्ने छ कि चेन्ज गर्नु पर्ने छ, सो त्यो मलाई अहिले पनि थाहा छ। अहिले पनि भन्नाले पनि भन्न नसक्दिनँ, अहिलेसम्म पनि मलाई थाहा छैन। सकेसम्म म यसलाई अब मेकानिक आउँछ। आज त यो मेलाभरिमा त अलि पसलहरू बन्दै हुन्छ नि त, त्यही भएर यहाँ दुर्गा माता जय हो, जय श्री राम। यही बाटो हो गाइज मैले साइकल भ्लग बनाउँदाखेरि। अब यही बाटो मैले भ्लग बनाएर छु। कहाँ गाइज अब कहाँ जाने गइदिउँ न होइन र गाइज। अनि मलाई त अब यो बाइक त मन पराएको थियो गाइज, लास्टै मन पराएको थियो यार यो बाइकमा कसम उस समय ड्रिम बाइक भन्नुपर्छ। त्यही भएर म यो बाइक जसरी भए पनि मैले ग्राब गर्न खोजेँ र यो आफ्नै गाउँको मान्छेबाट ल्याएको छु। वान ह्यान्ड बाइक हो यो भन्नुपर्छ। र यसको स्पेसिफिकेसन मैले स्पेसिफिकेसन ल म फेरि स्पेसिफिकेसनै भन्न आउँदैन, म फेरि स्पेसिफिकेसन भन्छ खेल केही छैन। त्यसको स्पेसिफिक बोल्दिनँ। यसको जुन छ नि गाइज त्यो म सबै तपाईँहरूलाई एकदम डिटेलमा तपाईँहरूलाई सम्झाउनु छु के कस्तो छ। अलि वार्मअप गर्न पाउनु यार, वार्मअप भएपछि होइन मजा आउँछ नि त। कति मात्रै भ्लग भयो मलाई थाहा छैन गाइज, त्यो पनि मैले बनाइदिइरहेको छु। यो भिडियो क्रास पनि हुन सक्ला किनकि मसँग मेमोरी छैन, यो डुप्लिकेट मेमोरी छ जुन यो सपोर्ट थाहा छैन। त्यही पनि मैले देशी जोगाड लगाएर यसको सपोर्ट पुऱ्याइरहेको छु। साइकल भ्लग बनाउँदाखेरि पनि यही मेमोरी थियो र अहिले पनि यही मेमोरी छ भन्नुपर्छ। सो त्यही अनि काचकुच हुनसक्छ, भिडियो क्रास पनि हुनसक्छ। भिडियो क्रास भयो भने एकैचोटि म चौधरी होटलमा यसको स्पेसिफिकेसन बनाउने छु। र मेरो काम थियो नि बिहान दुईवटा गाडी वाइगर बाइक छ मसँग, त्यो वाइगर बाइकलाई पनि मैले धुनु पर्यो र म फाइनली यहाँ आइसकेको छु ग्राउन्ड छु। र ऊ मान्छेहरू फर्किरहेको छ नि लेट, त्यही बाटो म फर्किने हो टक्क लाएर टिक्क फर्किदिन्छु। अनि एकैचोटि तपाईँको ब्लग चाहिँ एकैचोटि चौधरी होटलमा हुन्छ। र त्यही पनि दुई चार शब्द बोलिदिउँ न भनेर अलिक तेल पनि खर्च गरौँ न हो, तेल पनि खर्च गरौँ न। अन्त गाइज चार खालिरहेको तेल भरेर तेल खर्च गर्नु जाओस् न त गाइज। दिनै पर्यो क्या, दिनै पर्यो के पैसा खानु परेन टाइम टाइममा। यो गर्लफ्रेन्ड जस्तै हो नि त, पर्यो नि त यो पनि कडा लागिरहेको छ हो, कडा।
के हो कहाँ भागिरहेको छ गाइज यो बाइकको 6 गियरसम्म आउँछ गाइज यो बाइक अनि 6 गियरसम्म आएपछि होइन यो मेरो हेलमेट भित्रै दोरीले के भन्छ त्यसलाई गाइज मेरो यो भिडियो यहाँ कस्तो हो भनेपछि होइन गाइज यसमा 6 गियरसम्म हुन्छ अनि यसको तपाईँ सबै प्रकार हुन्छ बाइक कन्डिसन अनुसार हुन्छ होइन त्यसपछि मैले दिन्छ तिमीले भिडियोमा प्रुफ देखाएको छु तर म त्यो मान्छेले पैसा प्रयोगले पहिले पनि नदेला गाइज अझै भयो भने 50 दिन्छ भन्नुपर्छ 50 भन्दा प्लस नदेला जस्तो लाग्छ मलाई तर यो टाइपको कन्डिसन अनुसार होइन गाइज दिनु सक्छ अहिले 50 को अझै कस्तो खराब देखिरहेको छ मतलब उनको क्या भुवा गर्दै गाइज पेमेन्ट गरौँ त साँच्चीको होइन लान्छ होइन के बोलिरहेको छु म यो मेरो फाइनली मेरो ड्रिम बाइक मेरो सक्सेस भएको हुनुपर्छ मैले सोचेको जस्तो बाइक जीवनमा सँगै हेर्दाखेरि नि गाइज यो बाइकले सर्थ्यो नि त अरे यार आठ फिटिङ भइरहेको छ हो बट फाइनली गयो फाइनली गएर होइन फाइनली गाइज फाइनली म यो बाइकमा चढिरहेको छु र अहिले भ्लग बनाएर यार तर म इजै लिएको यो बाइकको यार कस्तो हेर न मसँग साइकल थियो यार साइकलबाट बाइकमा आयो यार अब बाइकबाट भ्लग बनाउनु पर्यो तपाईँहरूले दिनुपर्छ गऱ्यो गाइज तपाईँहरूले र तपाईँहरूलाई मनोरञ्जन दिएपछि होइन गाइज तपाईँहरूले सोच्नु गर्नु पर्ने हुन्छ र यो रमाइलो मेलामा आफ्नो नआउनु छ है के हो ए म त ढल्लो भएको हो कान्छीको रूपले त के हो यहाँ आज आफ्नोमा आइरहेको छ गाइज आफ्नोमा आएपछि होइन भाषण हुनु त सबैसँग म पनि गाउन गीत गाउन गाइज मलाई पनि गीत गाउन आउँछ नि त ब्याजहरू त्यो फाइनली म अब यहाँ बसेको मेरो बुझिरहेको भन्नु पर्छ र के छ रपछि के हुन्छ रपछि र ल म आयो फाइनली सो या अलराइट गाइज फाइनली बाइक त आइसक्यो नै भन्नुपर्छ र म यो पसलमा रिभ्यू दिन्थेँ भन्दै थिएँ मैले तर पसलमा मैले दिन सकिनँ किनकि दाइ चाहिँ जानुभयो खानालाई खाना सो त्यसैले मैले दिन सकिनँ र यो डिसिजन नेक्स्ट डे पनि भन्नुपर्छ र मैले अहिले घाँस लिन आएको छु मम्मी चाहिँ काट्नु भयो र एज यु क्यान सी यता हेर्न सक्नुहुन्छ घाँस मैले लिएर आएको छु र अब चाहिँ म घर जान्छु मम्मी चाहिँ जानुभएको खेत अलिक काम भएर सो यसको यसको भन्नु पर्दाखेरि 2013 मोडलको बाइक हो भन्नुपर्छ र गाइज यसको मेन खासियत के छ नि त तपाईँहरू देख्नुभयो मिटर त्यो मलाई एकदमै मन पर्छ यार एकदमै लाजवाब छ भन्नुपर्छ र यो गाइज म धेरै महिनापछि बनाइरहेको छु सो म के बोलौँ नबोलौँ भइरहेको छ भने त्यही भन्न चाहन्छु र यसको 2013 मोडल हो स्पेसिफिकेसनको कुरा गरौँ 2013 मोडल हो इन्जन अहिलेसम्म खुल्या छैन यसको यो बाइकको इन्जन अहिलेसम्म खुल्या छैन क्लच प्लेट अहिलेसम्म चेन्ज भएको छैन भन्नुपर्छ र तपाईँको अदरवाइज बाइक एकदमै राम्रो छ बाइकको साउन्ड पनि ओहो लाजवाब मिठो छ गाइज मिठो छ म अब यसको सबै कुरा म बिस्तारै अब आफ्नो अब नेक्स्ट ब्लगमा भन्दै जान्छु आजको लागि यति किनकि भिडियो लामो म बनाउन चाहन्न सो कन्टेन्ट यही हुन्छ फाइनली अबाउट अ न्यू बाइक यामाहा भर्जन 2 भनेर सो धेरै कुराकानी नगरी सबै एकैचोटि अब नेक्स्ट ब्लगमा भेट्नुपर्छ सो थ्याङ्क यू सो मच गाइज अहिलेसम्म तपाईँहरू देख्नुभयो र मलाई सपोर्ट गर्नुभयो सो थ्याङ्क यू सो मच गाइज होप यु द लाइक द भिडियो गाइज लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला एमटिभी राइडर सत्यनलाई गर्नु होला थ्याङ्क यू सो मच गाइज